बाख्राहरू वनजङ्गल हरियाली दृश्यहरूलाई हामीलाई अत्यन्तै लोभ्याएको छ। हामीले देखिरहेका छौँ छेउमै यो जङ्गलका परिदृश्यहरू, वास्तवमै मान्छेले बनाएर राखेका परिदृश्यहरू, प्रकृतिले दिएको यो सुन्दर उपहार। हामी गौरवान्वित हुन्छौँ कि यो कुराहरू देखेर, किनकि हामीहरू यो प्रकृतिको सुन्दर दृश्यहरूमा रमाइरहेका छौँ। यो बाँसका घारीहरू, यी सल्लाहका रुखहरू, हामी यो सुन्दरतालाई कहिले पनि छोडेर कहीँ टाढा जान सक्छौँ जस्तो लाग्दैन। तर परिदृश्यले कति पाटाहरू मोडिरहन्छन्, तर पनि हामी देखिरहेका छौँ। हामी जङ्गलका छेउछाउमा आइपुगेका छौँ र सानो यात्रा पश्चात हामी कुनै नयाँ ठाउँमा पुग्दैछौँ। हामी कहीँ नयाँ ठाउँतिर आएको आभास गर्दैछौँ। वास्तवमै यो ठाउँ नयाँ पनि हो, धेरै परिवर्तनीय ठाउँहरू नभए पनि, धेरै सोचेभन्दा फरक ठाउँहरू नभए पनि, यी साधारण जस्तो लाग्ने रुखहरू, त्यो बाँसघारीहरू, प्रकृतिको सुन्दरताले मान्छेलाई नलोभ्याउने त कुरै भएन। हामी कहीँ प्राकृतिक फाटाहरूमा डुलिरहेका छौँ। हामी आफैमा भुलिरहेका छौँ कि यो प्राकृतिक सुन्दरताको बिचमा हामी कहीँ नयाँ संसारमा भुले जस्तो लाग्छ। यो सुन्दरताको पछाडिले हाम्रो मनहरू, दिलहरू छोइरहेको छ, मस्तिष्कहरू छोइरहेको छ। हामी सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा नजिकै रहेको गौरतीको यात्रा पश्चात सदरमुकाम चौतारै फर्किने बाटोका साँघुरा बाटाहरू, गोरेटाहरू छिचुल्दै हिँडिरहेका छौँ। हामी बागमती जिल्ला बागमती अञ्चल सिन्धुपाल्चोक जिल्ला गौरती गाविसमा पर्ने यो ठाउँमा आइपुगेका छौँ, जुन ठाउँ समुद्री सतहदेखिबाट कम्तीमा 12,700 फिट माथि रहेको मानिन्छ। उस्तै तथ्याङ्क र सही तथ्याङ्कहरू नहुन पनि सक्छ, तर यो सिन्धुपाल्चोक जिल्लामा रहेको उच्च स्थानमध्येको एउटा स्थान हो, जहाँ हामी दर्शनार्थीको भिडसँगै गौरती भीमसेनको पनि हामी पूजाआजा गर्न सक्छौँ। वास्तवमै यो ठाउँ अत्यन्तै सुन्दर छ। प्राकृतिक विविधताले भरिएको यो ठाउँमा जात जाति, वेशभूषा, हरेक वेशभूषाका मान्छेहरू पनि छन्। यहाँ विशेषतः त तामाङ, गुरुङ जातिका मान्छेहरूको बाहुल्यता पाइन्छ। यहाँका मान्छेहरू जीविकोपार्जनको निमित्त कोदो, मकै जस्ता चिजहरू लगाउँछन् र मान्छेहरू, हामीहरू देखिरहेका छौँ, मान्छेहरू आफ्नो खाना पकाउनका निमित्त हामीहरू यहाँ देखिरहेका छौँ, दाउरा सङ्कलन गरिरहेको पनि देखिरहेका छौँ। यो वास्तवमै अलि फरक किसिमको परिवेश हो। हामी शहरीय वातावरणभन्दा धेरै फरक पाउँछौँ यो वातावरणलाई, किनभने यहाँ मानिसहरू ग्यास अथवा कुनै विद्युतीय उपकरणबाट खाना नपकाइकन उनीहरू आफ्नो आगोमा खाना पकाएर खाने गर्छन्, जो फरक स्वाद र फरक परिवेश समेट्न सक्ने हुन्छ। हामी वास्तवमै देखिरहेका छौँ, उहाँ एकजना बुढो मान्छे दाउरा काटिरहनु भएको छ खाना पकाउनका निमित्त, र यो उहाँ दिनचर्या हो, यहाँ चलिरहने दिनचर्या हो। यो प्राकृतिक विविधता मात्र होइन, मान्छेको जीवनयापन अध्ययन गर्ने एउटा पाठशाला पनि बन्न सक्छ। मानिसहरू यहाँ घुम्नका निमित्त मात्र नभई अध्ययन, जीवनशैली अध्ययनका निमित्त पनि आउन सक्छन्। हामीहरू देखिरहेका छौँ कतिपय पुराना घरहरू, कोही भत्किसकेका, लडिसकेका घरहरू भने कोही भर्खर भएका घरहरू। त्यस्तै घरहरू पनि यहाँ ढुङ्गाले बनाइएका घरहरू हुन्छन् र ढुङ्गाले नै छाइएका घरहरू हामी देखिरहेका छौँ। वास्तवमा कतिपय घरहरू ढुङ्गाले छाइएका छन्, कतिपय जस्ताले यहाँ जस्ता अथवा ढुङ्गाको प्रयोग गरेर घर बनाउने अनि घर छाउने काम हुन्छ। त्यस्तै हामी देखिरहेका छौँ यो जङ्गलमा साना साना बुट्टानहरू छन्, कतिपय रुखहरू काटिसकेका छन्। हामी देखिरहेका छौँ मानिसहरूको लापरवाही। जङ्गलमा प्राय धेरै रुखहरू काटिसकेका छौँ, कम्तीमा 60% देखि माथि रुखहरू काटिएका छन्। यो तथ्याङ्कले के देखाउँछ भने मानिसहरू लापरवाही गर्दैछन् प्रकृतिमाथि। यो प्राकृतिक लापरवाहीले मानिसहरूको हानि पक्कै पनि हुन्छ। हामी देखिरहेका छौँ यो जङ्गल पातलिँदै गइरहेको छ विगत केही वर्षदेखि।
वास्तवमै यो जङ्गलको रुखहरूलाई पहिल्यैदेखि अध्ययन गर्ने हो भने हामी वास्तवमै यो जङ्गलको परिवेशलाई हेर्ने हो भने यो जङ्गलमा भएको लापरवाहीलाई हेर्ने हो भने मान्छेको प्राकृतिक स्रोतमाथि बढ्दै गएको दुरुपयोगको अध्ययन गर्न सक्छौँ। वास्तवमै यो एउटा घुम्नका लागि डुल्नका लागि आउने ठाउँ मात्र नभएर यो अत्यन्त सुन्दर ठाउँ, मान्छेको जीवनयापन अध्ययन गर्न मिल्ने ठाउँ पनि छ। हामी छेउमै देखिरहेका छौँ जुगल हिमाल, गणेश हिमालका परिदृश्यहरू। यो अत्यन्तै सुन्दर र लोभदायक छ। हामी यसलाई छोडेर कहीँ जान सक्छौँ जस्तो लाग्दैन। धेरै राम्रो छ, अत्यन्तै सुन्दर, मान्छेले सोचेको भन्दा धेरै माथि त्यो चम्किँदा मोती चाहिँ हिमालहरू हामी अत्यन्तै सुन्दर देखिरहेका छौँ। र यो भुटानका फाँटाहरू भर्खर पलाएका साना झाडीहरूभित्र कतै घुसेर हराउन मन लाग्छ, किनकि यो त अति सुन्दर छ, हामीले सोचेको भन्दा पनि सुन्दर। कतै स्वर्ग यही हो त जस्तो लाग्दैछ मलाई त। ओहो कस्तो, कति रमाइलो, यो त धेरै रमाइलो छ। हामी कहीँ टाढा, कहीँ भागेर पर पुगे जस्तो लाग्छ, हामी कतै हराए जस्तो लाग्छ। यो परिदृश्यहरूलाई हामीलाई कतै लुकाइरहेको छ, आफ्नै काखमा, आफ्नै साथमा। मलाई त लाग्दैछ म त कहीँ नयाँ परिदृश्यमा आएँ कि नयाँ परिवेशमा भेटेँ कि। ओहो कति सुन्दर छ यो मानव अध्ययनशाला, कति सुन्दर छ यो मानव अध्ययनशाला, अति सुन्दर छ। हामी अब धेरै टाढा आइपुगिसकेका छौँ। हाम्रो गन्तव्य स्थान पनि हामीले पुरा गरिसकेका छौँ र फर्किँदैछौँ। हामी